के खान्छौ कमला सुन्तला कि अमला के खान्छौ कमला म त भात खान्छु यार र भोकै हो तिमी यति भन्दै स्वागत गर्छु म हजुरहरूलाई हाम्रो नयाँ ब्लगमा के छ हजुरहरूको चुरीफुरी हाम्रो त ठिकै छ अब यता त्यो हामी ग्याङ चाहिँ मिलेर यसो जाँदै होइन अब आज घुम्न कता गइन्छ सोल्टी बाटोबाटै कता पुगा बाटोले कता पुर्याउँछ हेर म अब हामी भुसान गन्तव्य बिना हिँडेका छौँ है भुसान सहर टुर हान्दिमा चाहिँ यसो कस्तो हुन्छ अब भुसान सहर सहरै पुरै त घुमेन तर अब कहाँ लान्छ अब गन्तव्य जानी चाहिँ कहीँ होइन फेरि हामी यसो टाइम पास इभिनिङ वाक नाइट वाक कोरियन नाइट लाइफ भन्दै हालिदिन्छु म चाहिँ युट्युबतिर हजुरले सुसित भग्ना ओहो गाह्रो छ गाह्रो यहाँ त स्कुटर पनि बाइकको कस्तो साउन्ड आइदिने कि ठाउँमा लास्ट डर लाउँथ्यो यार नेपाल हुँदा यस्तो साउन्ड सुन्न अब कोरिया र सुनेर के हेर्ने यार भन्दा एउटा BMW गइसक्यो अब के गर्नु यार यस्तै छ चुरीफुरी ह्यान्डसम फोटो आयो कि नहीं यार हाथ काटे है हेलो गाइज हेलो ओइ हेलो गाइजहरूलाई स्वागत छ हाम्रो ब्लगमा सब साइलेन्ट छ नि त यार के हो यार भएन हो यार हामी त भातै खाएन यार 2-3टा चौटो रोटी खाएर आएको रोटी पनि यसले बनाएको लास्ट नमिठो बनाएको के गर्नु यस्तै छ हातको बरु डह्रो काटेछ यार पुलिस चौकी यो यस्तो हुनुपर्ने कि यहीँबाट सिधै ब्याक क्यामेरा त्यहीँबाट फेरि फ्रन्ट बनाउनु मिल्ने हुनुपर्ने कि त्यो स्यामसङको मोबाइल जस्तो रहेछ अहिले पनि तर भिडियोमा मिल्दैन भिडियोमा कुनै मोबाइल मिल्दैन क्या होइन के त्यो भिडियो बनाएर फ्रन्ट र मिल्छ र मिल्दैन हुन्छ हामीसँग त्यस्तो आइडिया चाहिँ छैन नि डुली राखेछ सर भुसान सर हेर्नुहुन्छ कस्तो छ त्यो हामीले पनि देखेर आएको थियौँ यस्तो छ यार यताको चुरीफुरी रमाइलो छ यार जोस् यस्तो चाहिँ नेपालमा अब कसले हामीले त देख्न पाउनु यार जति बुढो भयो नि अब कुन चाहिँको भाग्य छ त्यसले देख्छ होइन त यस्तो नेपालतिर टुटेको भाटबटिनीमा रेड लेभल लिएर पुरै दिइरहेको थियो अब त्यो आन्दोलन हान्न आएको कि चोर्न आएको के अन्त नेपाल जनता यस्तै छ नि यार यस्तोलाई रातो चाहियो अरे ल त्यो हजुर यता आउनुहोस् त ल भन्नुहोस् अब आन्दोलन गर्न आएको हान्नेर त्यही बाहना चोर्न पनि कोही आयो होला होइन मान्छे धेरै जस्तो त चोर्ने बाहनामै आएको हुन्छ सबले लुटेको थियो त्यो बुढाबुढी सुड्डाहरू धरि गएको थियो क्या त्यहाँ त पुरै त्यो फ्रिज हुन्छ नि पुरै रेफ्रिजरेटर तानेर ल्याइदिएको थियो यार त्यस्तो छ मौकामा चौका नि हाने फेरि कोहीले पुरै रेड लेभल लिएर भागिरहेको थियो यार यस्ता पनि छन् तर पुलिसले पनि सिस्टिहरू समातेको अब त समात्न गाह्रो सशस्त्र टिकट एउटा कुदाउँदै यार यस्तो मजा आउने यार यस्तो मलाई फेरि यस्तो राति हिँड्नु लास्ट मजा आउँछ कि गर्मी महिना सुरु भए पनि कोरियामा चाहिँ खास कोरियामा चाहिँ होइन गर्मी महिना सुरु भएको छैन झन् जाडो भइरहेको है जाडो त्यो आगोलाई भएर वेदर झ्याप्पै उस भइदियो होला जस्तो लाग्छ है मन चाहिँ यहाँ जान्दा नि त्यस्तो बनाउनु मिल्छ कि यिनीहरू यस्तो डेभलप छ यार बनाउनु कि आगोलाई पनि यतै हो भुसानको उतापट्टि उल्सन हो कि कहाँ भन्ने ठाउँमा रहेछ भुसानतिर चाहिँ नआइदिए हुन्थ्यो अहिलेसम्म पनि निभेको छैन अरे क्या आगो फेरि कहाँ अरे लस एन्जलसमा कहाँ अरे लस एन्जलसमै हो त्यस्तै होला तर त्यो उस हान्दै थियो कि पछि एआईले बनाइदिएको थियो कि पुरै आगो लाग्यो हुन चाहिँ वाइल्डै आगो लाग्यो हो तर एआईहरू युज गरेर
पुरै हावा हावा देखाइदियो थियो यार कोरियादेखि के हो सियोलमा मेट्रो खस्यो सियोलमै ढङ पर्यो उल्सानमा आगो लाग्यो सब गरेको अब भुसान लक्की भन्ने के भन्ने भुसानमा चाहिँ केही भएको छैन फेरि भुसानमा चाहिँ केही भएको हो यार तर भुसानमा केही भयो भुसान लक्की रहेछ यार हामी आएको गाह्रो छ साथीले के सोध्दै थियो अरे हो त हो हामी जान लाग्यो भनेको हाम्रो गन्तव्य छैन आज हामी लक्कर लक्कर हिँड्दै बुसान सहरको बाटोमा थप्न त ऱ्यापर बुसान सहरलाई मग्न बनाउँदै हामी ऱ्याप हान्न ऱ्याप ऱ्यापर होइन नि त उता चाहिँ दामी रहेछ क्या ठाउँ यार सिम्मियो नि उता चाहिँ मिठो लाइटहरू होला हामी चाहिँ अहिले यतातिर जानु लाग्यो स्टारबक्स गएको छैन त्यो गरिबहरू जाने ठाउँ यार अब स्टारबक्स अब हामी धनीहरू त्यस्तोमा गइन्न यता यता केटा यर कम यर छैन यो अर्कै हो के ठाउँ यता पनि मिठो रहेछ यता पनि ठाउँ यार ओहो यता पनि त्यस्तै खालको ठाउँ त यस्तो ठाउँ त्यहाँ चाहिँ जानुपर्छ यार अहिले एकचोटि हाम्रो गन्तव्य चाहिँ यता हो अहिले रातो छ त्यो हरियो भएपछि जान्छन् त्यस्तो मजा आउने यार रातो त्यस्तो हेर्नु कोरिया रातीको Sarangmui 안녕하세요 हेर्न हेर्न वाल दामी मजा आउने यस्तो ठाउँ छ त्यहाँ अहिले जानुपर्छ है त्यता छनन केसी सुसित इम्निका सनन थेहाक्सियो इम्निका छनन नेपाल साराम इम्निका त्यस्तै हो हाम्रो कोरियन चाहिँ दङ्ग्यु थेहाक्सिङ त्यस्तै हाम्रो कोरियन चाहिँ अलि फेरि कोरियन सुनेर सबै हाँस्ला हो र सिकाउँदैछ हाम्रो साथीले हाम्रो साथी चाहिँ कोरियन टिचर हेर्दा पनि कोरियन जस्तै गोरो चट्ट गरेको देखिन्छ भएन यस्तो भएन ए मैले म्याप पो हेर्नु पर्ने यो बिर्सेछु है यो वाला ठाउँ त होइन मैले ल्याउनु लाग्यो तर पार्क छ पार्क जस्तैमा एउटा ताल छ क्या म यस्तो ठाउँ लिएर आउँछु नि अब फेरि कसैले एक्सपेक्ट हान्दैन क्या मैले ल्याउने ठाउँ चाहिँ फेरि त्यस्तो हो चाहिँ कुरो हामी चाहिँ होजङसिल जानु छ अब होजङसिल कता हो यार होजङसिल भन्छ होइन कतिले थाहा नहोला होजङसिल भनेको होजङसिल भन्नुलाई चाहिँ टोइलेट भन्छ शौचालय नेपालीमा भन्नुपर्दा कता हो हेर म ताल चाहिँ यो चाहिँ समुद्रबाट आएको पानी चाहिँ होइन होला यो चाहिँ हावा कहाँबाट पानी जम्यो होला यो यस्तो काम छैन यो गाह्रो छ जाँदैछौँ डेस्टिनेसनतिर हाम्रो आफ्नै गन्तव्य छ ठिक छ हेरिराखौँ यस्तो बडा बिल्डिङ छ यार के हो यार घाँटी सड्किने जस्तो यार माथि हेर्दा साथीले के सोध्नु भयो फेरि सोध्नुहोस् नलजाउनुहोस् हजुर किन लजाउनु भएको साथी यसरी बोल्नु नि देखाएर यार के छ साथीहरू भन्दा सही आम्बो छुट्टै पारो छ यार यता फेरि ठिकै छ यस्तो देख्न पाइन्छ यार नेपालमा त कहाँ देखियो यार के नै होला भनेको त ढल पो रहेछ यार यो त लास गना के नै हेरौँ ल म्यापमा झन् पानी होला यार मस्त बोटिङ सोटिङ होला भनेको त ढल ल्याइएछ ढल नेपालभन्दा कम छैन यार गनाएर खै यस्तो छ यता चाहिँ मस्त रमाइलो फ्रेस छ यार हावा केही लागेन अब पार्क जाँदा कस्तो छ पार्क त्यहाँको
मैले बर्बाद गरिदिएँ केटाहरूलाई कहाँ कहाँ घुमाउनु लैजाउँला भनेर ल्याइदिएको यार कहाँ ल्याए यार हावा हावा एउटा पार्क हुन्छ म्याप हेर्दै ल्याएको ला यो पार्क केही पनि छैन यार यो अघि यार के रहेछ यता चाहिँ बनाउन पाइन्छ कि नहीं त्यो उता 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 दामी रहेछ उता ठाउँ उता रहेछ गएको मेन स्ट्रिटको यतै हो यही हो होला नि यार यतै एकलट हेर्ने हो एकलट घुमौँ नि त यार ए एकलट त्यहाँ घुमौँ न है कस्तो छ दामी छ होला जस्तो छ कि है एकलट यता जाउँ बल्ल बल्ल यता दामी होला जस्तो छ कि कुन ठाउँ हो यो लोकेसन चाहिँ हेर आउनु न भिडियो कन्टेन्ट त हो नि यस्तोमा निकाल्ने यता चाहिँ पुरै वाइ मोजवाल ठाउँले स्किपिङ हान्दैछ केटाले यता यता पनि त्यस्तै रहेछ ओए यता यता नजाऊँ यता जाऊँ क्या हो यताबाट घर पनि गइन्छ कि होइन त उताबाट पनि छिर्नु मिल्छ नि उताबाट फेरि एक यता घुम्नुपर्छ क्या यताबाट म्याप हेर त नेपाल म्याप छ होइन यही झ्याक्स त बनाउँदै हिँड्यो त्यसले त लाइ भन्नु हिँड्छ नि त अनि कसको बनायो यता चाहिँ वायर रहेछ यार लाइफ नाइट लाइफ मलाई यस्तो ठाउँ हेर्दा ए हेर्न यतातिर जाम सिधै जाम जाम भरे चाहिँ All in my DM, I follow your DM, she play with the coast. We missed the phone and no यो रहेछ नि त यार हामी कहाँ गयो है जे हुनु नहुनु सब यता रहेछ त्यस्तो त पुरै सही रहेछ नि यार जहाँ पनि गीत बजा कसैले नोइजको बालै नै एकदम पप
Wild, it's a wild. Vlog. Kata जाने? Kata जाम? मोमोज खाऊ यस्तो पो रहेछ यार मोमोज खानु त पो रहेछ कि यस्तो पो ठाउँहरू भनेको है राजा त फ्रेस हुन घुम्न आयो BMW हिँड्छ यत्तिकै हो त्यो केटीले त्यसलाई देखायो भने यस्तो रोगी कि के त यतिको पनि ठाउँ त यता यता हेर्नु मन बलिएको त्यता जानु जाऊँ न कता हो वा ओहो अघि चाहिँ नदेखाउँ ल्याङ हाल्दा ठाउँ चाहिँ हो है ठाउँ चाहिँ हो ओहो ठाउँ चाहिँ दामी हो 진짜 나 저게 대알면 코트 그럼 이제 주먹이 올려서 ओहो यो त जाम काहीँ न काहीँ त गइन्छ हौ हात नै गलिसक्यो यार हलिउड जाम न हौ उता चाहिँ फर्काउनु मिल्दैन हल्का केस लगाइदियो भने क्या नि यार नेपाल त आउनु भएन हो लास हेर्नु निकै आस औडा गाह्रो छ भ्लगिङ जिन्दगी गाह्रो अक्किनलाई यता बाहिर निस्किनु रहेछ के भन्दा है अब यता यस्तो छ रमाइलो हुन्छ नाइट लाइफवाला कोरियावाला बल्ल देखि यार है खासमा यतै हो भने ल्याउनु हुन्छ कि कहाँ गएको यार सिम्दैन भने यस्तो रहेछ भने के थाहा ठिकै हो रमाइलो भयो 2-3 मिनट भयो नि है जाम अब कता घरतिर लागौँ कता हो यताबाट निक्लिउँ न हो र खै कता हो निक्लियो अब तपाईँ हिँड्यो कति नामलाई एक दिन मजाले घुम्न आज त अब घर गएर सुत्नु छ है रमाइलो थियो नि त ल है रमाइलो थिएन एकदम रमाइलो थियो 2-3 मिनट बस्यो नि एकदम हुन्छ नि मान्छेहरू भाइ हट्छ कि दामी यार भाइ आउन पर्छ एक दिन यता पनि अहिलेको लागि चाहिँ घरतिर चल्दिउँ डह्रो भयो आज चाहिँ यस्तो छ यता कता हो हामी म्याप हेर्नु कता हो सम्यन अघिको ठाउँ चाहिँ सिम्योन है सिम्योन के हो
सही छ नाइट लाइफ त्यताको यहीँ हो सिमेन स्टेसनबाट यतै भित्रतिर एउटा गल्ली छिर्दियो आयो नाइट लाइफ बुसानको सिमियन अनि उता कता टेक्सस हो कि कता कता रहेछ ठाउँ चाहिँ बुसानको नाइट लाइफहरू सिएलको त छन् धेरै अब बुसानको चाहिँ यही दुईवटा हो के अरे मेन हट स्पटहरू नाइट लाइफको त्यही हो अब अन्डरग्राउन्ड सपिङ मेन ठाउँमा जाँदैछौँ नि अब अलिक बढी हुँदैन दिनै पायो भन्दैमा यही थियो नाइट लाइफ अब अर्को एकपल्ट कामलाई फेरि अनि फेरि देखाउँला नि कस्तो हुन्छ यार आज त कहाँ गयो आज हावा घुमियो तर लास्टमा जहाँ आउन खोजेको त्यहीँ आएर टुङ्गियौँ कि हामी फेरि त्यस्तै छ अब के गर्नु भ्लग चाहिँ अब आज यति नै गरिदिउँ क्या हो है अब सिधै घरतिर लखनऊ हिँडेर गइन्छ सब आज चाहिँ अब यस्तै हो त्यति नै भ्लग धन्यवाद हेरिदिएकोमा मिठो भ्लग हान्छु अबको एक हप्तापछि यही ठाउँमा आएर साथी जेब्रा क्रसिङ कहाँ देख्यौ तिमीले साथी ओ साथी तिमी कहाँ हो मान्छे बेच्दिनी हो तिमीले यसै पाइएन नि यस्तो त यस्तै हो अब यस्तै हो कहाँ हावा बाटोमा उहाँ त्यस्तो बाढ छ अब जेब्रा क्रसिङ हानिदिउँ भन्छ अब साथीले के भन्नु यार यस्तै हो ल आजको लागि चाहिँ यति नै एक हप्तापछि फेरि आउँछु यो ठाउँमा फेरि दामी भ्लग बनाउँछु आज चाहिँ ट्रेलर मात्र भयो ठिक छ ल यति हो भ्लग हेरिदिएकोमा धन्यवाद टाटा बाई बाई खम्सा हामीदा